आयो हेलो एभ्रिवान यहाँहरु सम्पूर्णलाई नमस्कार स्वागत छ मेरो युट्युब च्यानलमा के छ हजुरहरुको सन्चो आयो हजुरहरु सन्चै हुन्छ होला हामी पनि एकदम सन्चै छौं छ कि छैन आज हामी के गर्न लागिरहेको छौं ल भन्नुस् त आज एकजना मात्रै भन्नुस् ल उसब भन्नुस् त छोरो पार्टी के को पार्टी छोरो छोरको कसको छोर मेरो उसब मास्कीको चाहिँ व्रतबन्ध अथवा छेवर भइसक्यो यहाँ उसबको साथीभाइले केटाहरूले केटीहरूले सबैजनाले चाहिँ हामीलाई पार्टी दिन पर्छ भनेर भन्नुभएको रहेछ त्यसै कारणले चाहिँ हामी घर आएको बेलामा हाम्रो सबै साना साना केटाकेटीहरूलाई यो गाउँभरिको बुढाहरू सायद एक दुईजना छुट्नु भएको होला सबैजनालाई चाहिँ हामी पार्टी दिनेछौँ हजुरहरूले भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला हामी कतिजना छौँ ल भन्नुहोस् त गर्नुहोस् 25 जना छौँ कतिजना 12 जना रकिबले 13 जना है अनि त्यसपछि को आएन सम्पर्क है जय दादा आउनु न ल ठुलो भयो अब जय दादा ल अब बाँकी 2-3 जना थपिनुहुन्छ यहाँ 12 जना 13 14 15 16 17 ल हामी 20 वटा पकाउँछौँ है यहाँ एक एकवटा त जसरी पर्नै पर्यो 20 वटा पकाएपछि एक एकवटा भन्दा धेरै पनि पर्छ र अन्य अब थपिँदै जान्छ नि त पछिसम्म त्यही भएर हामी सबैजनालाई पुग्ने गरेर चाउचाउ पकाउँछौँ चाउचाउ पकाइसकेपछि हामी के गर्छौँ चाउचाउ च्यालेन्ज केले सबै सिक्ले ल एक एकवटा अठ्याउनुहोस् त यो खानी चाहिँ होइन ल अहिले पकाएर खानी हो भयो सबैजना पुग्यो ल हामी यहाँ 12 जना छौँ तर हामी थपिँदैछौँ है थपिँदैछौँ पकाउनु हामी पकाउनु एकछिन लिनुहोस् त पकाएर खाने हो एकछिन ल हामी चाहिँ सबैजनाले यो चाउचाउ पकाएर चाहिँ सबै चिकले च्यालेन्ज गर्छ है साथीहरू भिडियो हेर्दै गर्नु होला कसले जित्ला त जित्नेलाई के पुरस्कार छ 20 रुपैयाँ ओ माई गॉड 20 रुपैयाँ पुग्छ नि 20 रुपैयाँ दिने होइन 50 ल अब फर्स्ट हुने ल एउटा चाउचाउ दिन्छ है फ्रीमा यहाँ के हुन्छ थाहा के अरे चपस्टिकले गर्ने हो तर यहाँ के अरे सबैजना एउटै हुनुहुन्न नि त उमेरले फरक फरक हुनुहुन्छ कोही साना हुनुहुन्छ कोही ठुला हुनुहुन्छ म अहिले यहाँ ग्रुप छुट्याइदिन्छु त्यो ग्रुपमा चाहिँ को पर्छ भनेर चाहिँ हजुरहरू बस्नुहोस् त ल ग्रुपमा को पर्नु भयो भने यता हेर्नुहोस् यता अब म भन्छ है बोधन अनि त्यसपछि किर्जल आयुष युजिसा अनि के अरे त्यसो पवन त्यसपछि भिजन ल भिजन त्यसपछि काली पनि हो ऊ त कति वर्ष भयो त नानी आजदेखि 10 वर्ष तिमी अलिक पछाडि ल अब पछाडिको च्यालेन्ज गरौँ ल तिमी चाहिँ मतलब ह्याप्पी बर्थडे भन्नुहोस् ल यो नानीको चाहिँ बर्थडे हो आज नानीले बिहान चक्लेट गर्न आएको थियो अहिले चाहिँ हामीले बर्थडेको नभए पनि हामीले यहाँ पार्टी दिँदैछौँ उत्सवको छेउरको बर्थडे पार्टी जस्तो पनि भयो खास मेन चाहिँ हाम्रो उत्सव छोरोको चाहिँ छेउरको पार्टी है ल अनि बाँकी भनेको के अरे दिजन अनि उत्सव अनि ऊ त्यो रोतिन सम्पने अनि यो कान्छी बहिनी नाम थाहा भएन परबिन अनि यो कान्छी बहिनीको नाम के हो अनुजा अनि त नानी है तिमीहरू 3 जना यतिजनाको चाहिँ एउटा ग्रुप हुन्छ है म चाहिँ कुन ग्रुपमा बाबा ग्रुपमा है ल अब हामी पकाउँछौँ है चपस्टिक बोलाउनु लाग्छ अर्गानिक गाउँले चपस्टिक हजुरहरू किन्नुहुन्छ हामी यहाँ सित्तैमा बनाउन लाग्दैछौँ यति धेरै चपस्टिक भएको छ त्यहाँ गाइजहरू पुग्छ त नानी पुग्छ
हाम्रा बुढाबुढीहरू हुन्छ घरटोकोमा के लागेको छ थाहा छैन यो मम्मीले ल्याउन उता हिँड्नु न उता त राम्रोमा बनाउनु धेरै काली हिँडेर अलिअलि खानुपर्छ हामी धुनुपर्छ यसलाई धुनु नै पर्छ यसको दुईटा बनाउनुपर्छ न त पुग्दैन नि छोरी होइन र दुईटा बनाउनुपर्छ यहाँ यस्तो गरेर प्लास्टिक धुँदैछौँ यसले खाइन्छ है पानी वेस्ट भएर यो अलिअलि सफा गर्नु पर्यो हजुर यहाँ धेरै भिड छ है यहाँ भिड छ ओके ओके अनि हामीले एक्स्ट्रा राखेको छ नि त चाउचाउ त्यही भएर सबैजना मिलेर खाइन्छ कस्तो खतरा आवाज आइरहेको छ फेरि गर्नु त है सुनिरहनु मलाई सुनिरहन मन लाग्छ मायालुको पानी पर्खी बस्छु भन्दैन हावाई भेट्न भोलि बाबालाई भन्नु जानु आउन है बाबा नानीको बाबा ल यो चाहिँ के गर्ने भने चाउमिन स्टाइलको बनाउने हो यो मात्रै खोल्ने है भुइँमा पखान नपाए है भुइँमा पखान नपाए है एकछिन है म गर्छु अब नफुटाउ न अब नफुटाउ है म गर्छु 1 2 3 4 5 6 7 8 9 20 भयो त 20 वटा है यो प्लास्टिक एकछिन है तिहारै आयो भैलरी मलाई टाउको दुखेछ भैलरी अब देउसुरे अब म पकाउन जाँदैछु बुढाबुढीलाई रमाइलो गरिदिनु पर्यो भनेर मात्र हो है साथीहरू अब हामी चाउचाउ राख्दैछौँ 1 2 3 4 5 किलो के हो हाल्ने सबै हाल्ने ल खानी त हो नि अहिले खनाउनु त ओ चुली लाग्यो अड्दैन के हो छोरो चुली ला पानी अलिक गलेपछि हुन्छ होला नाउ छोरो त्यो खै हाँस्यो तर यता ल्याएर राखिदेऊ यहाँ भेट्छ राखिदेऊ ल कसले भेट्छ राख त त्यहाँ ल राख बिस्तारै है ल सकेन भिजनले राख्छ सक्यो भिजन हेर नि त्यति झरिँदा भिजनलाई यसरी खिच त म यहाँ राख्छु ल ल अब हामी नुन राख्दैछौँ कसले जित्ला त भिजन यस खै बोदनलाई कसले जित्छ अरे ल ल बोदनले मलाई जहाँसम्म लाग्छ युसल जित्छ जस्तो लाग्छ युजले जित्न नि सक्छ है तर युसल अँठ्याउन आउँछ खाना आउँदैन होइन चपस्टिक अँठ्याउन आयो भने त अनि जितिहाल्छ आउँछ टाइम मैले समात्नु अब हाम्रो चाउचाउ रेडी हुँदैछ काली हेलो यो चाउचाउ देखाएको छ खाइदिउँ अहिले च्यालेन्जमा खान पर्छ है अब रेडी भयो है ल सबैजना बाहिर लाइन लाएर बस्नुले भन्नुहोस् ल जानुहोस् त काली दिनुहोस् मोबाइल अब होस् बोदनज्यू परिमा खान्छ ल सबैजना आऊ टपरामा खान्छ उदय माथि निकै न छ्या बोदन यति नै बोक्न सक्दैन भिडियो काट्यो है नाइ ओ ल हामी अब यहाँ देउसुरी खेल्नु पर्छ चपस्टिक मिल्दैन हजुर नचल्कनु पर्छ है पाइएन है म दिन्छु
म आफै दिन्छु ल नचलिकन बस्छ मेरो ठाउँ छ है त्यहाँ काली त्यो च्यालेन्ज भन्दा नि यो चाहिँ पिरो भाउला खान सकिन्छ है म त उपार्दा नि मिल्छ आयो के आयो आयो चौचो आयो तर के गरी बाँड्ने मेरो हात यसै सफा के बुढा टपरा है हामी त्यही भएर टपरामै खाँदैछौँ किनकि म चाहिँ च्यालेन्ज भएको होइन होला छोरी यहाँ आएर जुस पनि युज गर सानो बच्चाहरू दिन्छ लातलीको बच्चाहरू जोले हायो फेल भयो काट्ने भनेको हेर्न खोइ बाबा चाहिँ यहाँ झन् बुढा त्यस्तो होइन कुर्सी त चपेस्टिक ढिलो गाउँ चाले अब त यो भान्सेमा चाहिँ आमाहरूलाई भाइ जुस पनि खानु पाइन्छ है बेला बेला एकैचोटि धेरै ननेलाई छोरा दाइली बुवा नि त्यहीँ छ को छिटो है को छिटो पानी पानी खान पनि पाउँछ है जुस खायो भने छिटो जान्छ है सुलुक्कै आले त भिडै खिचेर हुन्छ ल एउटा पनि नरानी है ओए भिजन त यार सिगान झर्ला है केटाहरू सिगान झर्ला है केटाहरू ल ओए 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 यो टोली कसले उसले भ्याउला जस्तो यार कसले भ्यायो यहाँमा हो सँगसँगै भ्यायो अब के हुन्छ 1 2 3 सबैभन्दा राम्रो कसको भा सबैभन्दा सफा भा चाहिँ अझै कोसिस गर्ने है ओए हाम्रो सानो भाइले नि क्या मसँग खाएको यार यतापट्टिको टोली खोइ ल देखाउनुहोस् त कसले फर्स्ट भयो ल राख्नुहोस् त अब ठुलो टोलीहरूले कसले भ्यायो ओए झ्याली एउटा झ्याली गरिराख मैले देखेको छु तर नभनौँ नाम नभनौँ ल जसले झ्याली गरे नि किजोडको राम्रो भएको त भाइ ल यो चाडामा युजिसाले पछि गरे है युसाले यो सानो परबिनले नि पछि गरे यो तीनटामा हो के सँगै भएको छ है यो तीनटामा यो आइसको यो किजलको यो बोदनको ल बोदन तिमी आफै भन कुन सभा भा ल भन गुड ल किजललाई हात उठाएर विनर बनाइदेऊ ल उठाइदेऊ अब यताको खै कसले
आमामा अनि हजुरको त यहाँ छ त कसरी भयो त हजुर विनर यता दिदीले सबै भ्याउनु भएछ ल यतापट्टिको विनर को भयो आजको बर्थडे गर्ल अपेक्षा ल ल अपेक्षा ताली 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 अपेक्षा खोइ त यहाँ अलि यसो हुन्छ नि त टु यु ह्याप्पी बर्थडे खोइ ल खोइ अब सबैजनाले भर्खरमा फ्याल्ने अनि गिलास ठिकै छ अब साना साना भाइ बहिनीहरू ऊ त्यहाँ लगेर राख्नुहोस् म आफै माझौँला ल ल अब टपरा चाहिँ फ्याल्नुहोस् यो जुस कसो भाग यो जुस कसो भाग रोटिनको भाग रोटिन जुस खाऊ एकछिन जुस पाउँला आमा हो सबैभन्दा फर्स्ट त हाम्रो रोटिन पो भयो त यार यता 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 भर्खरमा यता भिडियो गर्नेको पनि खिचिदिउँ न बिचरा भिडियो गर्दा गर्दा यता ल बुढो हजुर 3जनाको पनि च्यालेन्ज गरिदिउँ क्या हो हजुर मेरो च्यालेन्ज गरौँ न नभए म जित्दिन्छ नि म त हैन के यहाँ नाम्रो डोल यता माइज रोसी ल्याइदिउँ म रसी खान्छ र ल म ल्याइदिन्छु यति ल्याइन्छ है हालेर के यता हाम्रो मम्मी पनि हुनुहुन्छ मौकाले आइपुग्नु भए ठुला टोलीहरू मतलब अलि उमेरले ठुला छ नि त ओ यो ठुला टोलीहरुमा चाहिँ हाम्रो किर्जा विनर हुनुभएको थियो ताली आउनु भयो आफ्नो पुरस्कार लिइदिनुलाई हार्दिक अनुरोध गर्छु अङ्कलमा ताली बजाउनुहोस् ताली किर्जलले ठुलो टोलीमा चाहिँ चाउचाउ जित्नु भयो तर ठुलो टोलीकै सबैभन्दा सानो किर्जल होला है मेरो विचारमा हो ल सबैभन्दा सानो भएर पनि ठुलो टोलीमा जित्नु भयो मात्र ठुलो टोलीको हजुरलाई धन्यवाद उनीहरूले 10 वर्षसम्मको टोलीमा चाहिँ 10 वर्षसम्मको टोलीमा चाहिँ हाम्रो अपेक्षा आजको बर्थडे गर्ल विनर हुनुभएको छ ताली हजुरलाई चाहिँ यो माइक है हजुरलाई चाहिँ आज फर्स्ट हुनुभयो कस्तो अनुभव भइरहेको एकदम रमाइलो भन् कस्तो भइरहेको राम्रो भयो आज बर्थडे जन्मदिन पनि पर्यो आज विनर पनि हुनुभयो हजुर ताली ताली आज चाउचाउ च्यालेन्ज चपस्टिकले खाँदाखेरि च्यालेन्ज गर्नुभयो हजुर फर्स्ट हुनुभयो होइन ठुलो टोलीमा 10 वर्षबाट उँभोको टोली अनि हजुरलाई चाहिँ कस्तो अनुभव भइरहेको त्यति मैले होइन अलिक धेरै भन्नु न सधैँ बिदा भइदियो हुन्छ यसरी नै च्यालेन्ज गर्ने अनि माछा मार्न जाने जस्तो लाग्यो कि अब स्कुल जान्छ नि सधैँ बिदा नोताली ताली नबजाऊ त्यो त भन्नु मिल्दैन अब त फेरि स्कुलबाट चाहिँ हामी बिदाको बेलामा माछा मार्ने च्यालेन्ज गर्ने अनि पढ्न जाने हेर्नु न अङ्कललाई फोटो खिचौँ न फोटो हाम्रो फोटो त बसेर खिच्यो नि त ल म एउटा कुरो भन्छु आज चाहिँ मैले एकजना मान्छेलाई एकदम सम्झिरहेको छु को होला साँच्ची हो हाम्रो खुसी मेरो भदैको दिदीलाई चाहिँ हामी एकदम मिस गरिरहेको छौँ किनकि हामी सँगै भिडियो बनाउँदा सँगै हुन्थ्यौँ नि त त्यही भएर हामीले खुसीलाई चाहिँ सम्झिरहेको छौँ अर्कोचोटि च्यालेन्जमा चाहिँ खुसी हुनुपर्छ है ओके अब हामी भिडियो इन गर्छौँ है ओके साथीहरू आजलाई हाम्रो चाउचाउ च्यालेन्ज चपस्टिकले खाने चाउचाउ च्यालेन्ज चाहिँ यहीँ सकिएको छ हजुरलाई भिडियो कस्तो लाग्यो यदि भिडियो मन परेमा यदि हजुरलाई भिडियो मन परेमा लाइक शेयर कमेन्ट र नयाँ साथीहरूले सब्सक्राइब पनि गरिदिनु होला है ओके बाई बाई